इलामको जस्तै घर र छ नि घर पनि यहाँ यो हरिहरि यहाँ ऊ त्यो गमलाको चाहिँ यो दिदीको दुबो अरे लु हेरौँ है यहाँ पेटी चाहिएको छ पेटी किन्नै आइहाल्ने नि फेरि ल मक्ख नभएर वेलकम टु माई ब्लग आफ्टर भेरी लङ टाइम पिरियड ओटिटी के खोइ के भन्छ नि त्यो गरौँ न आइज न के हो त्यो भनेको फिट चेक भन्छ नि फिट चेक गाइज यो चाहिँ यसले किन्दै कि यो उसकै हो चप्पल कुन लाउनु भनेर डिसिजन भएको छैन बाटाको तपाईँले देखाउँछु अब तेरो भन्न यो मेरो भेस्ट मैले चाइना मार्केट किनेको विराटनगरबाट चाइना मार्केट शुभलक्ष्मी फेसन शुभलक्ष्मी भन्ने एउटा चस्मा दाजुबाट किनेको अब त्यो के थियो यो मेरो बुढाले किन्नु त्यसो आफ्नो बुढा छैन नि यो पनि यसैले यो पनि यसैले त्यो पनि त्यसैले यो चाहिँ मैले नै लोन लाएर किनेको होस् त अब यिनीहरू चिजबिज चलाउन चाहिँ आउँदैन अलिअलि खलासीको काम चाहिँ आउँछ त्यही भएर गर्दैछु अब त्यही हाम्रो पार्किङ सकिसक्यो अब जानुपर्ने कहाँ हो दिदी जुकामा पसौँ भनेको मानिन अब अर्थमन्त्री अहिले यही छ तर नि मान्दिनँ हो अर्थमन्त्रीलाई सँगै लिएर हिँड्दा नि हुँदैन के गर्नु र म बढी भनेको छैन बढी भने त मान्छे बढी घटाइदिन्छ पेटी किन्छु भनेर चस्मा किने क्या यसले मैले हल्ला नगर न कस्तो राम्रो चस्मा अब देख्दिनँ यसले बाटो कस्तो राम्रो एउटा सेतो लट्ठी नि किनौँ न नजिकै इलामको जस्तै घर र छ नि घर पनि यहाँ यो हरिहरि यहाँ ऊ त्यो गमलाको चाहिँ यो दिदीको दुबो अरे लु हेरौँ है यहाँ एउटा झोला किन्यौँ हामीले काभ्रा इम्पोरियम गएर निस्किन हामी बेल्ट मात्रै लिन निस्केका हौँ तर धेरै ठोक्किने पनि टाउकामा भएको चिजबिज नयाँ हो पेटी मात्रै किन्न हिँडेका मान्छे यहाँ हाम्रो किनमेल सक्यो नि त अब हिँडेका हामी यसरी यात्रा भनेको हाम्रो प्यारो नाङ्लोतिर अनि दिने पछि आएपछि परेन त्यति मोमो लिएर निस्केको हामी अब जान्छ थ्याङ्क यू नाङ्लो Thank you so much guys for loving and supporting and subscribing my channel अनि योचोटि अब यसले केही किन्दिनँ त्यही पनि म मक्ख परेर आएँ किनभने एउटा भिडियो बन्यो कन्टेन्ट अनि भयो त्यही भएर अब आइडी एक्टिभ भइरहेको छ भन्ने लाग्यो त्यही भएर अब दिदीलाई त्यस्तो गुनासो गरिनँ अब अर्कोचोटि के किन्ने चाहिँ सबै तपाईँहरूलाई देखाइहाल्छु थ्याङ्क यू सो मच फर लभिङ